सबजनालाई वेलकम छ। सबजना सन्चै हुनुहुन्छ होला। अनि वेलकम मेरो च्यानलमा तपाईँहरूलाई। दिस इज फोरेक्स दरबार। जति पनि जनालाई ट्रेडिङ आउँदैन अथवा ट्रेडिङ गरिरहनु भएको छ, सबजना प्रोफिटेबल हुनुहुन्छ होला अथवा प्रोफिटेबल हुनुहुन्न भने च्यानलमा बस्नुहोस्, फोरेक्स दरबारमा आउनुहोस्। अनि अब मेरो च्यानलमा चाहिँ आजदेखि ट्रेडिङ रिलेटेड भिडियोजहरू आउँछ। म स्टार्ट गरिरहेको छु एसएमसी आइसिटी सिरिज लेक्चरहरू। अनि अब त्यसपछि अर्को कुरो, एसएमसी आइसिटी सिरिज सुरु गर्दा गर्दै यो चाहिँ सब फ्री हुनेछ। युट्युब कोर्समा फ्री आउनेछ, प्लेलिस्ट आउनेछ। जति पनि अब हाम्रो नेपाली दाजुभाइहरू, नेपाली ट्रेडरहरू हुनुहुन्छ, नेपाली युथ है, जति पनि जना ट्रेडिङमा लाग्नु भएको छ, किप लर्निङ, किप हस्लिङ, किप अर्निङ है। अनि कतिपय ट्रेडर्सहरूसँग चाहिँ क्यापिटल हुँदैन, फन्ड हुँदैन होइन। अनि उनीहरू चाहिँ अब फन्ड नभएको कारणले होइन डेमोमा गरिराख्नु परेको अवस्था छ है। डेमोमा गर्दाखेरि जुन इमोसन हुन्छ, त्यो जुन इमोसन बाहिर निक्लिन्छ नि, जुन फन्डेड क्यापिटलहरू अथवा पर्सनल क्यापिटलहरूमा जुन इमोसन आउँछ नि त, त्यो इमोसन डेमोमा आउँदैन। तर एउटा फन्डेड क्यापिटलमा अलिकति भयो भने इमोसन आउँछ है। त्यो क्यापिटल चाहिँ मेरो हो। त्यो क्यापिटलबाट चाहिँ म थोरै अर्निङ गर्छु होइन, थोरै होइन धेरै, सिएफडीबाट धेरै अर्निङ हुन्छ फन्डेड कम्पनीजहरूले होइन। 80% स्प्लिट पे गर्छ, 20% कम्पनीले राख्छ। सो अब कतिपयजना ट्रेडरहरूसँग चाहिँ फन्ड हुँदैन है, क्यापिटल हुँदैन। अब उनीहरूलाई चाहिँ म के गर्छु भने फ्रीमा फन्डेड अकाउन्टहरू प्रोभाइड गर्छु है। कसरी भन्दाखेरि त्यो अगाडि भिडियोमा आउनेछ। अनाउन्समेन्टहरू मैले टेलिग्राम च्यानलमा गरिसकेको छु। सो मेरो टेलिग्राम च्यानल चाहिँ तल बायोमा अथवा डिस्क्रिप्सनमा छ, जोइन गरिराख्नु होला। सो अब अनि अर्को कुरा, नेपालमा धेरै ट्रेडर्सहरू छन् है, धेरै ट्रेडर्सहरू बढ्दै गएको छ, युथहरू पनि बढ्दै गएको छ। अनि त्यो सँगसँगै नेपालमा धेरै एकाडेमीहरू खोलेको रहेछ। अनि पेड क्लासेसहरू, पेड कोर्सेसहरू, पेड अनलाइन क्लास, पेड फिजिकल क्लास होइन, यिनीहरू सबै खोलेको रहेछ। सो अब त्यहाँनिर मैले सुनेको होइन, नेपाली 30,000देखि इन्डियन आइसी हो अरे, आइसी 70,000सम्म पे गर्न पर्छ अरे। जस्ट प्राइज एक्सन सिकाउँछ है। अनि प्राइज एक्सनको चाहिँ बिगिनरदेखि एडभान्स लेभलमा सिकाउँछ अरे। अनि त्यसको चाहिँ चार्जेस पेड कोर्सेसमा नेपाली 30,000देखि 70,000 पे गर्न पर्छ अरे। अनि यत्रो त पे गर्न कतिपयजनाहरूसँग हुँदैन होइन, उनीहरूलाई चाहिँ अब लर्निङ चाहिएको हुन्छ होइन। सो बस्नुहोस् दरबार च्यानलमा है, फोरेक्स दरबारमा। आजदेखि मेरो सिरिजहरू लन्च आउँछ। अनि अब म युट्युबमा फ्रीमा सिकाउँछु तपाईँहरूलाई। जति पनि मैले नलेजहरू गेन गरेको छु, जति पनि मसँग अनुभव छ, त्यो अनुभव म तपाईँहरूसँग सेयर गर्छु। सो मसँग कुनै पनि पर्सनल क्यापिटलबाट म ट्रेड गर्दिनँ। म सिएफडी फर्मबाट ट्रेड गर्छु। र मैले मसँग 4वटा फन्डेड कम्पनीजको फन्ड छ। मसँग 20K को फन्ड छ, 5K 20K। अब हामी एसएमसी सिरिज सिक्छौँ। सुरुमा एसएमसीदेखि आइसिटी सिक्छौँ है। त्यसको लागि हामीलाई एसएमसी आउन पर्यो होइन। अनि प्राइज एक्सनको बेसिक नलेज हुनु पर्यो। प्राइज एक्सनबाट हामी एसएमसीमा आउनुपर्छ। प्राइज एक्सन प्रायः सबै ट्रेडर्सहरूलाई नै आउँछ है। अनि एसएमसी सिरिजमा म तपाईँहरूलाई के सिकाउँछु त भन्दाखेरि स्ट्रक्चर म्यापिङ, फ्र्याक्टल नेचर, बोस, चोक होइन। ओबी भनेको चाहिँ के हो भने अर्डर ब्लक। एफपिजी भनेको चाहिँ फेयर भ्यालु ग्याप अथवा यसलाई इम्ब्यालेन्स पनि भनिन्छ है। अनि ट्रु एसएमसी यो सिकाउँछु। अनि लिक्विडिटी। सो लिक्विडिटी ट्र्याप। अब त्यो एसएमसी सकेपछि हामी अब इआरएल टु इआरएल, आइआरएल टु इआरएलहरू, लिक्विडिटीको सिरिजमा थुप्रै छ सिक्नुपर्ने कुराहरू।
अब हामी एसएमसी होइन किन चाहिन्छ त ट्रेडर्सहरूलाई किन इम्पोर्टेन्ट छ त एसएमसी है एसएमसी भनेको स्मार्ट मनी कन्सेप्ट है स्मार्ट मनी कन्सेप्ट होइन एसएमसी भनेको चाहिँ स्मार्ट मनी कन्सेप्ट हो सो फुल फर्म स्मार्ट मनी कन्सेप्टले चाहिँ के गर्छ त होइन मार्केटमा दुईवटा थिङ हुन्छ अब एउटा भनेको फर्स्टमा एउटा भनेको के हुन्छ भने रिटेलर्सहरू हुन्छ जस्तो कि तपाईँ हामी है जति पनि जनाहरू ट्रेडरहरू छ जो 1 लटदेखि ट्रेड गर्छ 2 लट 3 लट 5 लट 10 लट होइन 50 लट 100 लट होइन ए भाङ बसडा हो क्या जति पनि यिनीहरू हुन्छ यिनीहरू रिटेल ट्रेडर्सहरू हुन् अर्को हुन्छ इन्स्टिट्युसनल ट्रेडर इन्स्टिट्युसनल बायर इन्स्टिट्युसनल सेलर्स होइन यिनीहरू इन्स्टिट्युसनल हुन्छन् इन्स्टिट्युसनल भनेको चाहिँ कुनै पनि हेडफन्ड्स होइन हेडफन्ड्सहरू लिएर बसेको ब्याङ्क्सहरू होइन अनि फन्डेड कम्पनीजहरू उनीहरूले चाहिँ अब 500 लट होइन ड्याममा खोलिदियो 500 लट 1000 लट होइन 2000 लट 2500 लट होइन ठुल्ठुलो पोजिसन ठुल्ठुलो अर्डर खोल्नेहरू चाहिँ ब्याङ्क्सहरू इन्स्टिट्युसनलहरू हेडफन्ड्सहरू हुन्छन् जो चाहिँ दोस्रो नम्बर पर्छ इन्स्टिट्युसनलमा है अनि इन्स्टिट्युसनलहरूले के गर्छ त स्मार्ट मनी युज गर्छ स्मार्ट मनी युज गर्छ जस्तो कि रिटेल ट्रेडरहरूलाई ट्र्याप गर्नलाई स्मार्ट मनी इन्स्टिट्युसनलहरू युज गर्छ जस्तो कि एउटा इक्जाम्पल लियौँ हामी जस्तो कि एउटा प्राइज एक्सन ट्रेडर अथवा कुनै चार्ट प्याटर्न ट्रेडरले एउटा रिटेल ट्रेडरले के गर्छ एउटा कन्सेप्ट के हुन्छ उनीहरूको एउटा कन्सेप्ट के चाहिँ हुन्छ भने एउटा डब्लु प्याटर्न जुन देखिरहेको हुन्छ उनीहरूले प्रायः जसो अब सिकाइ पनि त्यही राखेको हुन्छ युट्युबहरूमा होइन सरर आयो डब्लु प्याटर्न होइन सरर डब्लु प्याटर्न यसरी बन्यो यहाँ एउटा रेजिस्टेन्स छ सपोर्ट छ मुनि यसमा यसरी एउटा सपोर्ट लियो कुनै पनि एउटा एफपिजी फेयर भ्यालु ग्याप अथवा केही थियो अनि यसलाई ब्रेक गऱ्यो जति पनि बायर्सहरू हुन्छ यो ब्रेक आउटमा छिर्छन् बाईमा छिर्छन् र उनीहरूको स्टप लस कहाँ हुन्छ यही मुनि हुन्छ यो डाउन यसरी आएको छ नि त यही मुनि स्टप लसहरू उनीहरूको हुन्छ अथवा यता माथितिर कहाँ राखेको हुन्छ उनीहरूले सो स्मार्ट मनीले के गर्छ भने इन्स्टिट्युसनलहरूले के गर्छ भने जति पनि रिटेल ट्रेडरहरूलाई ट्र्याप गर्छ यहाँबाट जति पनि बायर्सहरू थिए स्टप लसहरू यहाँ मुनि छ इन्स्टिट्युसनलहरूले स्मार्ट मनी कन्सेप्ट युज गरेर ब्याम सबको लिक्विडिटी हर्न गर्यो सबको भाङ घोषणा हो गया सबको लिक्विडिटी हर्न गर्यो उनीहरूलाई ट्र्याप बनायो र उनीहरूको स्टप लस खाएर उनीहरूको पैसा लिएर कसले गयो इन्स्टिट्युसनलहरूले ब्याङ्क्सहरूले हेज फन्ड्सहरूले जति पनि जनाले स्मार्ट मनी युज गर्थे उनीहरूले यो लिएर गयो हो त्यही भएकोले स्मार्ट मनीको इम्पोर्टेन्ट यसरी छ जति पनि ट्र्यापहरू हुन्छ होइन हामीले ट्र्याप ट्रेडिङ सिक्न पर्ने हुन्छ अगाडि लिक्विडिटीहरू होइन थुप्रै कुराहरू छन् सिक्नको लागि सो अगाडि कोर्सेसहरूमा आउँछ भिडियोहरू आउँछ सो त्यही नै थियो है मैले अब अघिल्लो भिडियोमा अब म स्ट्रक्चर म्यापिङ फ्याक्टरल नेचर बोस चोक ओबी एफपिजी 2SMC लिक्विडिटी हैन यो सकेर हामी यसमा अरु पनि कुराहरू एड छन् हैन म भिडियोहरुमा अगाडि ल्याउँदै गर्छु सिक्दै जानु होला हेर्दै जानु होला यति नै थियो आजको लागि जोइन विथ अस अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि मेरो टेलिग्राम च्यानलमा जोइन हुन नबिर्सिनु होला जहाँ तपाईहरुले कुनै पनि अपडेटहरु पाइराख्नुहुन्छ अनि फ्रीमा फन्डेड अकाउन्टहरु चाहिने जति पनि ट्रेडरहरु छन् उनीहरु छिरिहाल्नु होला जोइन गरिहाल्नु होला मेरो टेलिग्राम च्यानलमा छिरिहाल्नु होला मेरो टेलिग्राम च्यानलको नाम म यहाँ राखिदिने छु दरबार है
मेरो टेलिग्राम ग्रुपको नाम चाहिँ यो छ फोरेक्स दरबार। सो तपाईँहरू जोइन गर्नु नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई। सी यू अन नेक्स्ट भिडियो।